एन्ड डकुमेन्ट्स। आजको च्याप्टर हाम्रो इन्स्योरेन्स कन्ट्र्याक्ट एन्ड डकुमेन्ट्स हो, जस सम्बन्धमा हामी विभिन्न कुराहरू आज हामी छलफल गर्छौं, जसमा एसेन्शियल्स अफ इन्स्योरेन्स कन्ट्र्याक्ट, लीगल क्यारेक्टरिस्टिक्स अफ इन्स्योरेन्स कन्ट्र्याक्ट, प्रपोजल फर्म, बेसिक पार्ट अफ इन्स्योरेन्स कन्ट्र्याक्ट, इन्स्योरेन्स पोलिसी डकुमेन्ट्स लगायतका विभिन्न प्रोभिजनहरू हामीले छलफल गर्नेछौं। सबभन्दा पहिले हामीले राइट टु मेक अ कन्ट्र्याक्ट। Every citizen shall have the right to make a contract subject to law. यो नेशनल सिभिल कोड 2074 मा हामीले सेक्सन 22 मा हामी हेर्न सक्छौं। सबै नागरिकलाई कानून बमोजिम करार गर्ने अधिकार हुनेछ भनेर हामी बुझ्न सक्छौं। इन्स्योरेन्स कन्ट्र्याक्ट को पर्फेक्ट डेफिनेसन हामीले हेर्दाखेरि a contract of insurance is an agreement whereby one party called the insurer undertakes in return for agreed consideration premium, called the premium, to pay the other party, namely the insured, premium लिएपछि भुक्तानी गर्नुपर्छ, a sum of money or its equivalent in kind upon the occurrence of a specified event resulting in a loss to him. यदि उसलाई लस हुन्छ भने भुक्तानी गर्नुपर्छ भनेर यहाँ कन्ट्र्याक्टको डेफिनेसन, कन्ट्र्याक्ट अफ इन्स्योरेन्सको डेफिनेसन हामी पाउन सक्छौं। हाम्रो बीमा ऐन इन्स्योरेन्स एक्ट 2079 सेक्सन 2D मा हामीले पाउन सक्छौं। इन्स्योरेन्स कन्ट्र्याक्ट means a written contract made between the insurer and the insured. Written contract made between the insurer and the insured on the condition that the risk is borne in accordance with the contract by paying certain insurance premium. Insurance premium लिएपछि इन्स्योरेन्स कन्ट्र्याक्ट बमोजिम गर्नुपर्ने छ भनेर यहाँ हामी बुझ्न सक्छौं। एसेन्शियल्स अफ इन्स्योरेन्स कन्ट्र्याक्ट हामीले हेर्दाखेरि प्रपोजल फर्म एकदम ठूलो एसेन्शियल्स हो। अब प्रपोजल फर्मको कुरा गर्दाखेरि अफर हामीले कुरा गर्नै पर्छ। नेशनल सिभिल कोड 2074 को सेक्सन 504 504 मा 3.1 अन्तर्गत offer means an offer made by one person to another person with the intent of obtaining his or her acceptance to do or abstain from doing any act. एकजनाले अर्को व्यक्तिका एक्सेप्टेन्स पाउने उद्देश्यले, स्वीकृति पाउने उद्देश्यले यदि कुनै कुरा गर्छ भने त्यो अफर हो भनेर यहाँ भन्न सकिन्छ भनेर भनियो। मोटर बीमा दर सम्बन्धी निर्देशिका 2073 मा पनि हामीले बीमित भन्नाले यहाँ अफरको शब्दसँग बीमित जोडिन्छ, किनभने अफर प्रस्ताव गर्ने व्यक्ति यदि इन्स्योरेन्स कन्ट्र्याक्ट भयो भने त्यसलाई बीमित भनिन्छ। बीमित भन्नाले यो निर्देशिका बमोजिम मोटर बीमा गराउने व्यक्ति वा संस्था सम्झनु पर्छ भनेर मोटर बीमा दर सम्बन्धी निर्देशिकामा बीमितको परिभाषा गरिएको छ। एक्सेप्टेन्स हामीले कुरा गर्नै पर्छ। Acceptance means the acceptance given by the person to whom the offer is made. जसका अफर राखिएको छ त्यो व्यक्तिले same meaning in the same meaning in which offer is made. जुन उद्देश्यका साथ प्रस्ताव गरिएको छ त्यस्तै तरिकाले या त्यस्तै उद्देश्यका साथ स्वीकृति जनाउनु पर्छ भनेर यहाँ स्वीकृतिलाई भनिएको छ। इन्स्योरेन्स एक्ट मा पनि हामीले स्वीकृति जनाउने भनेको बीमा कम्पनी हो। बीमा कम्पनीको परिभाषा इन्सुरर means an insurance company or insurance company. यहाँ बीमकमा इन्स्योरेन्स कम्पनीलाई पनि लियो र इन्स्योरेन्स कम्पनीलाई पनि लियो। लाइसेन्स्ड टु क्यारी आउट इन्स्योरेन्स बिजनेस, बीमा व्यवसाय गर्नको लागि प्रदान गरिएको इजाजत पत्र भएको व्यक्ति कम्पनीले इन अकर्डेन्स विथ दिस एक्ट, यो बीमा ऐन अन्तर्गत रहेर गर्ने व्यवसाय भनेर यहाँ भनिएको छ। यहाँ बीमकको परिभाषा। कन्सिडरेसन अको इम्पोर्टेन्ट एलिमेन्ट्स अफ इन्स्योरेन्स कन्ट्र्याक्ट, जसलाई हामीले बीमा शुल्क, हाम्रो इन्स्योरेन्समा कन्सिडरेसनलाई बीमा शुल्क पनि हामी भन्न सक्छौं।
बीमा शुल्क एउटा कन्सिडरेसनको रूपमा हुन्छ when at the desire of a promisor the promisee or any other person has done or abstained from doing, does or abstain from doing, promises to do or to abstain from doing something such act or abstinence or promise is called the consideration for the promise भनेर यहाँ कन्सिडरेसनको परिभाषा गरियो भने हाम्रो इन्स्योरेन्स एक्टमा पनि इन्स्योरेन्स प्रिमियमको डेफिनेसन गरिएको छ जसमा means the amount that insurer takes from the insured. Insurer takes from the insured as a consideration for insurance. बीमा गरिए बापतको बीमा शुल्क लिने बीमा शुल्क either in lump sum or installment. एकल बीमा शुल्क हुन सक्छ भने इन्स्टलमेन्टमा पनि आउन सक्छ भनेर यहाँ भनियो इन्स्योरेन्स प्रिमियम रिलेटेड विभिन्न डेफिनेसनहरू विभिन्न कुराहरू गरिएको छ हाम्रो बीमा ऐनमा सेक्सन 64 मा जहाँ भनिएको छ इन्स्योरर shall calculate the insurance premium based on the insurance rate determined by the authority नेपाल बीमा प्राधिकरण द्वारा तोकिएको दर बमोजिम बीमा शुल्क इन्स्योरेन्स कम्पनीले लिनेछ या क्याल्कुलेट गर्नेछ भनेर भनियो भने इन्स्योरर शुड नट इस्यु द पोलिसी इन्स्योरेन्स कम्पनीले विदाउट टेकिङ फुल इन्स्योरेन्स प्रिमियम पूरा बीमा शुल्क नलिई बीमा पोलिसी जारी गर्न पाइँदैन भन्ने व्यवस्था यहाँ गरिएको छ भने अर्को 3 नम्बरमा यहाँ के भनिएको छ भने in the event that lump sum amount is not paid for any reason हैन यदि एकैचोटी पेमेन्ट गरिएन it shall be deemed that the insurance premium has been received for the insurance policy issued under the guarantee bank guarantee र नेपाल सरकारको ग्यारेन्टीमा तोकिएको पिरियडसम्मको लागि बीमा पोलिसी जारी गर्न सकिन्छ भनेर भनियो भने but the insurance policy cannot be issued on the bank guarantee for the period longer than 30 days भनेर 30 दिनभन्दा बढीको ब्याङ्क ग्यारेन्टी हुन सक्दैन भनेर व्यवस्था गरिएको छ in installment in the certain specified non-life insurance अन्तर्गत र in case of life insurance यो life insurance अन्तर्गत इन्स्टलमेन्टमा लिन सकिन्छ भने केही नन लाइफ पोलिसी अन्तर्गत पनि हामीले इन्स्टलमेन्टमा हामी प्रिमियम लिन सक्छौं भनेर व्यवस्था गरिएको छ हैन त्यस्तै if the insurer does not receive the insurance premium from the person or organization responsible for collecting the insurance premium paying it to the insurer must provide the relevant information to the insured यदि जिम्मा लिएको व्यक्तिले समयमा तोकेको समयभित्र प्रिमियम भुक्तानी गरेन भने बीमा कम्पनीले इन्स्योर्डलाई सुसम्बन्धमा जानकारी गराउनु पर्छ भनेर व्यवस्था गरिएको छ कम्पिटेन्सी टु कन्ट्र्याक्ट सक्षमता व्यक्ति सक्षम हो कि होइन इन्स्योरेन्स कम्पनी सक्षम हो कि होइन बीमित सक्षम हो कि होइन भन्ने हामीले बुझ्नै पर्ने हुन्छ हामीले नेशनल सिभिल कोड 2074 मा पनि हामीले माइनरको परिभाषा हेर्न सक्छौं माइनर मीन्स अ चाइल्ड हु हैज नट अटेन्ड 18 इयर्स अफ एज 18 वर्ष नपुगेको व्यक्ति सक्षम हुँदैन भनेर यहाँ भनिएको छ हैन माइनर हुन्छ भनेर भनियो भने to attend competency every person who attains 18 years of age shall be considered as become a measure भनेर भनियो भने a person who is competent under the subsection 1 subject to law exercise bear and discharge any right obligation and duty whatsoever भनेर यहाँ competency related कुरा गरिएको छ competency to contract अन्तर्गत सिभिल कोडमै अर्को लीगल पर्सन टु एक्वायर कम्पिटेन्सी लीगल पर्सन कानुनी व्यक्ति कसरी गर्ने भन्दाखेरि टु obtain लीगल कम्पिटेन्सी अपन रजिस्ट्रेसन यदि दर्ता गरिएको छ हैन भने त्यो व्यक्ति कम्पिटेन्ट हुन सक्छ भनेर भनियो भने यहाँ इन्स्योरेन्स एक्टमा insurer means an insurance company or reinsurance company licensed to carry out insurance business in accordance with the law. Reinsurance या insurance company इजाजत पत्र प्राप्त गरेको छ व्यवसाय गर्नलाई कानुन बमोजिम या यही ऐन बमोजिम भने त्यो इन्स्योरेन्स कम्पनी कम्पिटेन्ट हो सक्षम हो बिजनेस गर्नलाई भनेर भनियो भने हाम्रो
इन्स्योरेन्स एक्टकै 153 दफाले prohibits doing business related to insurance business with anyone other than the insurer. इन्स्योरेन्स कम्पनी बाहेक अरु कसैसँग पनि इन्स्योरेन्स गराउन हुँदैन भनेर यहाँ भनिएको छ 153 दफामा। कन्सेन्सस एड एडम एकदम इम्पोर्टेन्ट। कन्सेन्सस एड एडम, 2 or more persons are said to consent when they agree upon the same thing in the same sense. Same thing in the same sense. म मोटरसाइकलको इन्स्योरेन्स गराउन जान्छु, तपाईलाई म कारको इन्स्योरेन्स गर्छु भन्न पाइदैन। म जुन मोटरसाइकलको इन्स्योरेन्स गर्न गएको हो त्यही मोटरसाइकलको इन्स्योरेन्स गर्नुपर्छ अनि बल्ल कन्सेन्सस एड एडम हुन आउँछ। फ्री कन्सेन्ट हामीले कुरा गर्नै पर्छ। कन्सेन्ट त हो तर फ्री कन्सेन्ट हुनुपर्छ भनेर यहाँ भनिएको छ। कन्सेन्ट इज सेड टु बी फ्री व्हेन इट इज नट कज्ड बाई। फ्री कन्सेन्ट हो यदि यो कुराहरुबाट भएको छैन भने, त्यो कन्सेन्ट यी कुराहरुबाट भएको छैन भने, कोर्सन, अन्डर इन्फ्लुएन्स, फ्रड, मिसरिप्रेजेन्टेसन, मिस्टेक, यति कुराहरु त्यसमा छैन भने त्यसलाई हामी फ्री कन्सेन्ट मान्न सक्छौं भनेर भनिएको छ। लफुल अब्जेक्ट, हामीले यदि करार गर्छौं भने हाम्रो उद्देश्य एकदम कानुनी हुनुपर्छ, कानुनपूर्वकको हुनुपर्छ भनेर भनिएको छ। अब गैर कानुनी कस्तो हुने, कस्तो के भयो भने गैर कानुनी हुने त भन्दाखेरि फरबिडन बाइ ल, जुन करार गर्न सकिदैन, गर्न हुँदैन भनेर कानुनले व्यवस्था गरेको छ। जुन कुनै प्रोभिजन डिफिट द प्रोभिजन अफ एनी ल, कुनै कानुनको व्यवस्थालाई अवज्ञा गर्छ, फ्रडुलेन्ट छ भने हुँदैन। इन्जुरी टु द पर्सन अफ प्रोपर्टी अफ अनदर, कुनै व्यक्तिलाई हानि पुर्याउँछ या कसैको प्रोपर्टीलाई हानि पुर्याउँछ त्यो करारले भने। इमोरल, अपोज टु द पब्लिक पोलिसी, इमोरल पनि यदि कुनै करार इमोरल हैन, कसैलाई इमोरल भनियो, कोर्ट रिगार्ड्स इट एज इमोरल अर अपोज टु द पब्लिक पोलिसी, कुनै करारलाई इमोरल भनेको छ या पब्लिक पोलिसी विरुद्धको छ भनेर भनिएको छ भने पनि त्यो लफुल होइन भनेर यहाँ भनिएको छ। लिगल क्यारेक्टरिस्टिक्स, इन्स्योरेन्स कन्ट्र्याक्टको कुरा गर्दाखेरि हामीले लिगल क्यारेक्टरिस्टिक्स अफ इन्स्योरेन्स कन्ट्र्याक्टको पनि हामीले कुरा गर्नै पर्ने हुन्छ। लिगल क्यारेक्टरिस्टिक्स के हुन् त भन्ने सम्बन्धमा हेर्दाखेरि एलिटोरी कन्ट्र्याक्ट, युनिल्याटरल कन्ट्र्याक्ट, कन्डिसनल कन्ट्र्याक्ट, पर्सनल कन्ट्र्याक्ट, यो लिगल क्यारेक्टरिस्टिक्सहरु हो। अब यो के हो भन्ने सम्बन्धमा हामीले हेरौं एउटा एउटा। एलिटोरी कन्ट्र्याक्ट, an insurance contract is a aleatory one rather than commutative. An aleatory contract is a contract where values exchanged are generally unequal. ध्यान दिनुपर्ने कुरो, values exchanged are generally unequal. जुन एक्सचेन्ज भ्यालु हुन्छ त्यो के त अनइक्वल हुन्छ भन्यो। जस्तै प्रिमियम लिनु र रिस्क बियर गर्नु, प्रिमियम कति लियो, रिस्क कतिको बियर गर्ने हो, अनइक्वल हो। अपन अ फ्युचर अनसर्टेन इभेन्ट एन्ड इट्स एक्सपेक्टेड भ्यालु हैन। अ कम्युटेटिभ कन्ट्र्याक्ट इज वान where the values exchanged by both parties are principally equal. तर कम्युटेटिभ कन्ट्र्याक्टमा के हुन्छ त, भ्यालुज एक्सचेन्ज दुईटै के हुन्छ, लिने र दिने दुईटै बराबर हुन्छ भनेर भनिएको छ। त्यस्तै हामीले युनिल्याटरल कन्ट्र्याक्ट हेर्दाखेरि अ कन्ट्र्याक्ट, अ इन्स्योरेन्स कन्ट्र्याक्ट इज अ युनिल्याटरल कन्ट्र्याक्ट बिकज आफ्टर पेमेन्ट अफ प्रिमियम one party is bound to keep legally enforceable promise. प्रिमियम पेमेन्ट एउटाको ड्युटी हुन्छ, इन्स्योर्डले प्रिमियम पेमेन्ट गर्छ। इन्स्योर्डले प्रिमियम पेमेन्ट गरिसकेपछि पछि अब त यदि कुनै घटना आयो भने इन्स्योरेन्स कम्पनी पेमेन्ट गर्नलाई बाध्य हुन्छ, पेमेन्ट गर्नुपर्छ इन्स्योरेन्स कम्पनीले। त्यसकारण यसलाई प्रिमियम पेमेन्ट गरिसकेपछि युनिल्याटरल एक पक्षबाट मात्रै पूरा गर्नुपर्ने हुन्छ भनेर यहाँ
युनिल्याटरल कन्ट्र्याक्ट भनिएको छ। Conditional contract and insurance contract is a conditional contract because the insurer's obligation to pay a claim depends on whether the insured or beneficiary has complied with all the policy's conditions. Policy को conditions सबै फुलफिल गरेको छ कि छैन? फुलफिल गरेको छ भने मात्रै इन्स्योरेन्स कम्पनी को अब्लिगेसन हुन्छ पेमेन्ट गर्नलाई। त्यसकारण यसलाई कन्डिसनल कन्ट्र्याक्ट भन्यो। कन्डिसन्स अल कन्डिसन्स यदि फुलफिल गरेको छ भने पेमेन्ट हुन्छ भनेर कन्डिसनल कन्ट्र्याक्ट भनियो। पर्सनल कन्ट्र्याक्ट property insurance is a personal contract implying that the contract is entered into between the insured and insurer, and in case of loss or damage of the insured property caused by the operation of insured peril, only the specific insured will be indemnified. एकजना जो व्यक्ति इन्स्योर्ड छ ऊ इन्डेम्निफाइड हुन्छ, उसलाई क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने हुन्छ भनेर यसलाई पर्सनल कन्ट्र्याक्ट भनियो। Contract of adhesion, it implies that insured must accept the entire contract with all its terms and conditions. Insured के हुन्छ त? Must accept the entire contract with all its terms and conditions, and after insurance of policy cannot insist the certain provision or conditions should be added or deleted. The contract be written to suit the insured. इन्स्योरेन्स कन्ट्र्याक्ट को जति पनि शर्तहरू हुन्छ त्यो सबैलाई लागू हुन्छ। यो मलाई मन पर्यो, यो मलाई मन परेन भन्न चाहिँ पाइदैन। त्यसकारण जे शर्तहरू छ यो चाहिँ पालना गर्नै पर्ने हुन्छ। Any change or alteration is always subject to the insurer's approval and endorsement in the policy. यदि कुनै चेन्ज चाहिन्छ भने त्यो इन्स्योरेन्स कम्पनीले माने भने हो, होइन भनेदेखि जे छ त्यही पालना गर्नुपर्ने हुन्छ। त्यसकारण यसलाई कन्ट्र्याक्ट अफ एडेसन भनेर भनिएको छ। एसेन्शियल्स अफ कन्ट्र्याक्टमा एग्रिमेन्ट मस्ट नोट बी रेस्ट्रेन्ट अफ ट्रेड अर लिगल प्रोसिडिङ्स। कुनै लिगल प्रोसिडिङ गर्न पाइदैन भन्ने खालको या कुनै ट्रेड गर्न पाइदैन भन्ने खालको एग्रिमेन्ट गराउन पाइदैन। एग्रिमेन्ट मस्ट बी सर्टेन एन्ड नोट बी वेगिङ कन्ट्र्याक्ट। सर्टेन हुनुपर्छ भनेर एसेन्शियल्समा हामी हेर्न सक्छौं। एसेन्शियल्स अफ कन्ट्र्याक्ट अन्तर्गत हामीले यो इन्स्योरेन्स कन्ट्र्याक्ट यो सेक्सन 62 अफ इन्स्योरेन्स एक्ट 2079 मा the insurance contract must be in writing. Insurance contract must be in writing भनिएको छ। The proposal made by insured for insurance the policy, its schedule and endorsement issued in this regard shall be considered an integral part of the insurance contract. Proposal form, policy, schedule, endorsement यो सबै के हो त? त्यो पोलिसीसँग सम्बन्धित सबै यी कुराहरू इन्टेग्रल पार्ट हो, अभिन्न अंग जसलाई हामी भन्न सक्छौं। When entering into the insurance contract, the insurer and the insured must clearly inform each other of the material fact related to the proposed risk based on the good faith. जुन कुरोको इन्स्योरेन्स गर्ने हो त्यस सम्बन्धमा बिमितले पनि र बिमकले पनि, इन्स्योर्डले पनि इन्सुररले पनि एक अर्कालाई मेटेरियल फ्याक्ट जुन तथ्यपरक जानकारीहरू छ त्यो तथ्यपरक जानकारीहरू, मूलभूत विवरणहरू एकदम सत्य तथ्यको आधारमा, विश्वासको आधारमा, सद्विश्वासको आधारमा जानकारी गराउनु पर्छ भनेर भन्यो। Insurable interest of the insurance proposer must have in the subject matter of the insured. इन्स्योरेन्स गर्ने बेलामा बिमितको सो सब्जेक्ट म्याटरमा इन्सरेबल इन्ट्रेस्ट हुनै पर्छ, इन्सरेबल इन्ट्रेस्ट हुनै पर्छ भनेर भनिएको छ। सेक्सन 66 अफ इन्स्योरेन्स कन्ट्र्याक्टमा पनि हामी हेर्न सक्छौं शुड नोट बी इन्स्योर्ड। के कुराहरू इन्स्योरेन्स हुँदैन
notwithstanding anything written elsewhere in this act, an insurer shall not insure any property or liability of any of the following persons or organization. यो कुराहरू चाहिँ इन्सुरेन्स हुँदैन भनेर यहाँ सेक्सन 66 ले भनिएको छ. लायबिलिटी टु बी बोर्न बाइ द इन्सुरर इटसेल्फ. इन्सुरेन्स कम्पनी आफैले बियर गर्ने लायबिलिटी आफैसँग बिमा गर्न पाइँदैन. सब्स्टेन्शियल शेयर होल्डर, directors, consultant, auditors, employee of the insurer, and member of his immediate family. हरूको पनि इन्सुरेन्स गर्न पाइँदैन. Substantial shareholder or member of his immediate family. Forms company or organization that have the right to nominate or appoint their directors. कुनै पनि फर्म या कम्पनी जसले डाइरेक्टर एपोइन्ट गर्न सक्छ, मनोनित गर्न सक्छ, त्यसले पनि आफ्नो प्रपर्टी त्यहाँ इन्सुरेन्स गराउन पाइँदैन भनेर भनिएको छ भने एनी फर्म कम्पनी अर्गनाइजेसन इन व्हिच द डाइरेक्टर अफ द इन्सुरर हैज अ फाइनान्शियल इन्ट्रेस्ट, वित्तीय स्वार्थको कुरा गरिएको छ, or whose director is a managing agent or shareholder, director, fundamental shareholder or member of his immediate family भनेर यहाँ भनिएको छ. वित्तीय स्वार्थ भएको व्यक्तिहरूले पनि इन्सुरेन्स गराउन पाइँदैन भनेर यहाँ भनियो. बीमा ऐन दफा 2 मा आधारभूत शेयरधनीको परिभाषा गरिएको छ. आधारभूत शेयरधनी भन्नाले बीमकको चुक्ता पुँजीको 1%, बीमकको चुक्ता पुँजीको 1% वा सोभन्दा बढी शेयर स्वामित्व भएको व्यक्ति, कम्पनी, संस्था सम्झनुपर्छ भनेर यहाँ भनिएको छ. भने एका घर परिवारको परिभाषा पनि गरिएको छ. व्यक्तिको पति वा पत्नी, छोरा बुहारी, छोरी धर्मपुत्र धर्मपुत्री, बाबु आमा, सौतेनी आमा, आफूले पालन पोषण गर्ने अन्य व्यक्ति सम्झनुपर्छ भनेर यहाँ भनिएको छ. वित्तीय स्वार्थ सम्बन्धमा हामीले हेर्ने हो भने टिप्पणी छ. व्यक्ति, संस्था, फर्म, कम्पनी, संगठित संस्थाको बीमकमा संलग्नता रहने अवस्था सम्झनुपर्छ. वित्तीय स्वार्थलाई यहाँ परिभाषा गरियो. सञ्चालक वा आधारभूत शेयरधनी वा कार्यकारी प्रमुख निजको एका घरको परिवारको सदस्य, सञ्चालक मनोनित गर्ने अधिकार पाएको एकल वा संयुक्त फर्म, कम्पनी, संगठित संस्था, उपखण्ड 2 बमोजिमको फर्म, कम्पनी, संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख वा निजको एका घर परिवारको सदस्य भनेर यहाँ वित्तीय स्वार्थको परिभाषा गरिएको छ. इन्सुरेन्स कन्ट्र्याक्ट क्यान बी डिभाइडेड इन्टु द फलोइङ पार्ट्स. अब बेसिक पार्ट्स है, बेसिक पार्ट्स हामीले इन्सुरेन्स कन्ट्र्याक्टको बेसिक पार्ट्सहरू के हुन् त भन्ने सम्बन्धमा पनि हामीले छलफल गर्नुपर्छ. इन्सुरेन्स एग्रिमेन्ट बेसिक पार्ट, डिस्क्रिप्सन, coverage, exclusion, conditions, general provision, endorsement, riders, deductible. यो कुराहरू के हो त इन्सुरेन्स कन्ट्र्याक्टको बेसिक पार्ट्सहरू हुन्. अब प्रपोजल फर्मको बारेमा हामीले कुरा गरौँ. प्रपोजल फर्म अघि हामीले प्रपोजल सम्बन्धमा हामीले कुरा गर्यौं. Proposal form, application form is the most common tool by which the insurer receive information about the risk. Insurance company कहाँबाट थाहा पाउने त कुराहरू भन्दाखेरि इन्फर्मेसन जति पनि हुन्छ त्यो सबै प्रपोजलबाट थाहा पाइन्छ भनेर हामी बुझ्न सक्छौं. बेसिस अफ कन्ट्र्याक्ट नै के हो त प्रपोजल फर्म. प्रपोजल फर्मको बेसमा आधारमा इन्सुरेन्स कन्ट्र्याक्ट हुन्छ. By signing the declaration, the proposer is confirming that information which has been provided to the insurer is true to the best of his knowledge and belief. Insurance proposal मा जुन कुरोहरू उल्लेख गरिएको हुन्छ त्यो बिमितको जानकारी भए अनुसार बेस्ट हैन, द बेस्ट अफ हिज नलेज एन्ड बिलिफ को आधारमा सबै सही सत्य हुन् भनेर भनिएको हुन्छ. डिटेल अफ द प्रपोजलमा हामीले भनौं न के कुराहरू प्रपोजल फर्ममा सोधिएको हुन्छ त भन्दाखेरि डिटेल अफ द प्रपोजल एन्ड द इन्स्योर्ड, नेम इन फुल हैन, एड्रेस, अकुपेसन, टाइप अफ बिजनेस, इन्ट्रेस्टेड पार्टी, अरू यस्तै प्रकारका क्वेशनहरू यो व्यक्तिगत सम्बन्धमा, व्यक्तिगत यो प्रपोजलको व्यक्तिगत रिलेटेड कुराहरू हुन्छ भने पिरियड अफ इन्सुरेन्सको सम्बन्धमा पनि त्यहाँ सोधिएको हुन्छ.
डिटेल अफ द रिस्क टु बी इन्स्योर्ड हैन। अब रिस्क रिलेटेड कुराहरू, व्हाट इज द कन्स्ट्रक्सन अफ द रिस्क, वेयर इज द लोकेसन अफ द रिस्क, व्हाट इज द अकुपेसन अफ द प्रोमिसेस हैन, लगायत सब्जेक्ट म्याटर अफ इन्सुरेन्स, के को बिमा गराउने त भन्ने पनि सोधिएको हुन्छ। द इन्सुरेन्स हिस्ट्री अफ द प्रपोजर एन्ड द इन्स्योर्ड हैन, इन्सुरेन्स हिस्ट्री पनि यहाँ सोधिएको हुन्छ प्रपोजल फर्ममा भनेर पनि। त्यसपछि डेक्लरेसन एन्ड वार्निङ स्टेटमेन्ट, declaration and warning statement. At the end of all question, proposer is required to declare, sometimes to warrant, that the truth and completeness of the answers given. जति पनि आन्सर दिएको हुन्छ त्यो सही सत्य हो भनेर त्यहाँ डिक्लेयर गराउनुपर्छ, साइन गराउनुपर्छ। स्टेट that he has disclosed all material fact. इन्सुरेन्स कम्पनीले डिसिजन लिनको लागि जुन कुराहरू भनिएको हुन्छ त्यो सबै सही सत्य हो भनेर उले सबै डिस्क्लोज गर्यो, सबै विवरणहरू दिइसक्यो। एग्री दैट द प्रपोजल इज द बेसिस अफ कन्ट्र्याक्ट, अघि हामीले कुरा गरिसक्यौं। एग्री दैट he accept the normal terms, provisions, limitations, exclusions, exceptions and conditions as contained in the policy. इन्सुरेन्स पोलिसीमा जति पनि टर्म्स कन्डिसन्सहरू प्रोभिजनहरू हुन्छ, व्यवस्थाहरू हुन्छ, सबै म पालना गर्नेछु भनेर पनि सिग्नेचर गरिएको हुन्छ। साइन एन्ड द डेट अफ साइन एन्ड डेट इन द प्रपोजल फर्म हैन, डेट पनि उल्लेख गरिएको हुन्छ, सिग्नेचर गरिन्छ। हामीले एउटा प्रपोजल फर्म रिलेटेड एकदमै इम्पोर्टेन्ट नेपाल बीमा प्राधिकरणबाट 2069 साल 5 महिना 3 गते भएको डिसिजन सान्दर्भिक लागेकोले मैले यहाँ राख्ने प्रयास गरेको छु। प्रस्तुत दाबीमा बीमितले प्रस्ताव फारममा भर्नुपर्ने विवरण नभरेको, प्रस्ताव फारममा भर्नुपर्ने विवरण नभरेको भन्ने बीमकको जिकिरलाई हेर्दा बीमकले आफू समक्ष पेश भएको प्रस्ताव फारममा भर्नुपर्ने विवरण सबै भरे नभरेको यकिन गरी विवरण नभरेको भएमा प्रस्ताव फारम स्वीकार गर्न नहुने। विचार गर्नुहोस्, विवरण नभरेको भएमा प्रस्ताव फारम स्वीकार गर्न नहुने भन्ने जान्दा जान्दै त्यस्तो सबै विवरण नभरेको प्रस्ताव फारम स्वीकार गरी बीमा लेख समेत जारी गरेको हुँदा बीमितले झुटा विवरण दिएको हो, जोखिम अनुमान गर्नको लागि आवश्यक विवरण लुकाएको वा उल्लेख नगरेको भन्ने मिल्ने देखिएन। बीमितबाट प्रस्ताव फारम पेश गर्दा कुनै विवरण उल्लेख गर्न छुट हुन गएको भए सो कुरा उल्लेख गर्न लगाए प्रस्ताव फारम लिन पाउने आफ्नो अधिकार हुँदाहुँदै सो प्रस्तावलाई स्वीकार गरी आफूले जारी गरेको बीमा लेख अन्तर्गत दाबी परेपछि बीमितलाई झुटो विवरण दिएको भनी व्याख्या गर्दा प्रचलित कानुनी व्यवस्था तथा बीमकका आधारभूत सिद्धान्त अनुरूप हुने समेत देखिएन। यसर्थ बीमितको माग दाबी बमोजिम बीमा लेख अन्तर्गत तेस्रो पक्ष दाबी भुक्तानी गर्नु भनी निर्देशन दिएको देखिन्छ। अब इन्स्पेक्सन, हामीले इन्सुरेन्स कन्ट्र्याक्ट गर्दाखेरि एकदमै इम्पोर्टेन्ट प्रक्रिया अन्डरराइटिङ रिलेटेड कुराहरू, इन्स्पेक्सन एकदम इम्पोर्टेन्ट हो। Pre-inspection of risk has an important and essential tools for assessing and evaluation of risk property. Moral hazard पनि हुन सक्छ, त्यसकारणले इन्स्पेक्सन गर्नै पर्छ। इन्स्पेक्सनबाट हामीले attitude of the management towards maintenance of property, poor bookkeeping, refusal of property owner to carry out, यो कुराहरू इन्स्पेक्सनबाट हामीले थाहा पाउन सक्छौं भनेर भनिएको छ भने there is always a possibility that the proposer may provide wrong or incorrect information knowingly or unknowingly, त्यसकारण हामीले इन्स्पेक्सन गर्नै पर्ने हुन्छ। or suppress
hide facts relating to the risk. प्रपोजल फर्ममा भन्न साथै त्यही नै होला भन्ने अनुमान गर्न सकिदैन। समथिङ डिफरेन्ट पनि हुन सक्छ भनेर हामीले इन्स्पेक्सन गर्नै पर्ने हुन्छ भनेर भनियो। Pre-inspection or physical inspection of risk may be able to address these issues. जति पनि त्यो इश्यूजहरु आउँछ यदि फिजिकल इन्स्पेक्सन हामीले गर्छौं भने त्यो सबै इश्यूजहरु अन्त हुन सक्छ भन्ने भनिन्छ। A pre-inspection report should include the risk improvement recommendation. रिस्कहरु यदि छ भने यो रिस्कहरु यसरी निर्क्योर गर्न सकिन्छ, यसलाई इम्प्रुभ गर्न सकिन्छ भनेर पनि त्यहाँ रेकमेन्डेसन गरिएको हुन सक्छ। Compliance of this recommendation may be verified by arranging re-inspection. एकचोटी गरिसकेपछि त्यो काम गरिएको गरिएन भनेर रि-इन्स्पेक्सन पनि गर्नुपर्ने हुन्छ भनेर हामी हेर्न सक्छौं। अब एकदम इम्पोर्टेन्ट सर्टिफिकेट अफ इन्स्योरेन्स, किनभने बीमा पोलिसी बीमा लेख के हो त? itself is a proof of insurance contract. Insurance policy is itself a evidence or proof of insurance contract. A certificate of insurance is one evidence of and is not equivalent to a policy of insurance. Insurance certificate insurance company ले दिनुपर्छ। बीमा ऐन 2069 को दफा 2 भ मा के भनिएको छ? बीमा लेख भन्नाले बीमकले कुनै पनि जोखिम स्वीकार गरी बीमितलाई जारी गरेको बीमाको लिखित सम्झनु पर्छ। बीमाको लिखतलाई हामी बीमा लेख भन्छौं भनेर यहाँ परिभाषा गरियो। मोटर बीमा दर सम्बन्धी निर्देशिका 2073 मा बीमाको प्रमाणपत्र जारी गर्नुपर्ने भनेर यहाँ बाध्यात्मक व्यवस्था गरिएको छ। सवारी साधन बीमा गर्ने बीमकले अनुसूची 4 बमोजिमको बीमाको प्रमाणपत्र बीमितलाई दिनुपर्ने छ। अनुसूची 4 बमोजिमको ढाँचामा बीमाको प्रमाणपत्र बीमितलाई दिनुपर्ने व्यवस्था गरिएको छ भने बीमकले अनुसूची 4(1) बमोजिमको बीमा गरिएको प्रमाण स्वरूप सवारी साधनमा टाँस गर्नको लागि स्टिकर जारी गर्नुपर्ने छ भनेर पनि मोटर बीमा दर सम्बन्धी निर्देशिकामा व्यवस्था गरिएको छ। पोलिसी डकुमेन्ट अन्तर्गतै हामीले बीमा लेख दफा 63 बीमकले प्राधिकरणबाट स्वीकृत भए बमोजिमको बीमा लेख जारी गर्नुपर्ने छ भन्ने व्यवस्था गरिएको छ। बीमा लेख जारी भएपछि बीमक र बीमित बीच बीमा लेखमा उल्लेखित विषयमा बीमा करार भएको मानिने छ र त्यस्तो करारको शर्त दुवै पक्षका लागि बन्धनकारी हुनेछ भन्ने बीमा ऐनमा व्यवस्था गरिएको छ। बीमितले बीमा प्रस्ताव गर्दा कुनै कुरा नखुलाएको विषयमा बीमा लेख जारी भएको मितिले 1 वर्षपछि बीमकले सो सम्बन्धमा कुनै प्रश्न उठाउन पाउने छैन। यस जीवन बीमाको लागि खासै व्यवस्था गरिएको हो। 1 वर्षसम्म खुलाउन लाउनु पर्छ भन्ने व्यवस्था गरिएको छ। उपदफा 3 मा जुनसुकै कुरा लेखिएको भए तापनि बीमा लेख जारी भएपछि कुनै बीमितले बदनियतपूर्वक जोखिम सम्बन्धी सारभूत तथ्य लुकाएको वा झुटा विवरण दिएको पुष्टि भएमा बीमकले त्यस्तो विवरण सच्याउन बीमितलाई जहिले सुकै निर्देशन दिन वा बीमितले प्राप्त गर्ने कुनै सुविधा रोक्न सक्नेछ। अघि हामीले के छलफल गर्यौं? 1 वर्षसम्म खुलाउन लाउनु पर्छ, 1 वर्षपछि त्यो पाइदैन भने तर बदनियतपूर्वक यदि कुनै विषयवस्तु वा सारभूत तथ्य मेटेरियल फ्याक्ट लुकायो, मिसरिप्रेजेन्टेसन गर्यो भने जहिले सुकै निर्देशन दिन वा बीमितले प्राप्त गर्ने कुनै सुविधा रोक्न सक्नेछ भने यो दफा 63 ले भनेको छ। बीमितले जीवन बीमाको बीमा लेख तोकिए बमोजिम अन्य व्यक्तिलाई हक हस्तान्तरण गरिदिन सक्नेछ। असाइनमेन्ट को कुरो गर्यो भने बीमा लेख सम्बन्धी अन्य व्यवस्था प्राधिकरणले निर्धारण गरे बमोजिम हुनेछ भनेर भनियो। पोलिसी डकुमेन्टसँग सम्बन्धित कुराहरू गर्दाखेरि पोलिसीमा के कुराहरू हुन्छन् त भन्ने हामीले बुझ्नै पर्ने हुन्छ। जस्तै
हामीले यदि पोलिसीलाई राम्रोसँग अध्ययन गर्यौं भने राम्रोसँग हेर्यौं भने यसमा के पाउँछौं भन्दाखेरि हेडिङ preamble or recital clause operative clause exceptions and exclusions general conditions specific conditions disclosure notice policy schedule this is the part which is different in each policies and contains the client's detail हैन यी कुराहरू हामीले पोलिसी डकुमेन्ट भित्र हामी पाउन सक्छौं यसमा हेर्दाखेरि अझै यसको डिटेल हामीले हेर्यौं भने इन्फर्मेसन एन्ड फ्यासिलिटिज this may include अझै इन्फर्मेसन र फ्यासिलिटिजहरू डेफिनेसन अफ टेक्निकल टर्म्स हामीले त्यो पनि हेर्न सक्छौं विभिन्न शब्दहरूको डेफिनेसनहरू हामी हेर्न सक्छौं भने कस्टमर सर्भिस स्ट्यान्डर्ड स्टेटमेन्ट पनि हुन्छ कम्प्लेन्ट प्रोसिजर हामीले कसरी कम्प्लेन गर्ने कसरी क्लेम गर्ने क्लेम्स इन्फर्मेसन लगायतका कुराहरू पनि हामीलाई इन्फर्मेसन या फ्यासिलिटेट गरेको हुन्छ हामीले scheduled policy form is usually divided into the following sections के सेक्सनमा यो पोलिसी हुन्छ त हेडिङ को हामीले it gives the name and address of the insurer and other relevant information varies from company to company कुनै पनि अब सबै इन्स्योरेन्स कम्पनीहरुले आफ्नो आफ्नो तरिकाको बनाएको हुन्छ पोलिसी फर्महरु र त्यसमा फरक हुन सक्छ तर हेडिङमा जनरली हामीले हेर्ने हो भने नेम र एड्रेस अफ द इन्स्योरर एन्ड अदर रिलेभेन्ट इन्फर्मेसन लगायतका कुराहरु हुन्छ preamble gives the names of parties insured and insurer of the contract who insured ho who insurer ho this section also states that the proposal is the basis of contract हामीले छलफल गरिसक्यौं it will normally carry a premium payment conditions भनेर पनि हामीले हेरिसकेका छौं यो हेडिङ र preamble को कुरा भयो अर्को हामीले operative and ensuring clause operative and ensuring clause हैन जसमा a clause defines the insurer's obligations एकदम विचार गर्नुपर्ने कुरा insurer's obligation operative clause मा insurer's obligation to pay a claim and indemnify or compensate the insured when a loss covered within the terms and conditions of the policy occurs हामीले operative र ensuring clause मा indemnification का कुराहरु हामीले हेर्न सक्छौं sets out cover under the policy भने अर्को कभरेज हैन कभरेज पनि अब के कभरेजहरु हामीले दुई खालको हेर्न सक्छौं नेम्ड पेरिल कभरेज नेम्ड पेरिल हैन जुनमा पेरिल को नाम लेखेरै दिएको हुन्छ स्पेसिफिकली हैन under named policy coverage accident and losses caused by the peril को कारणले क्षति भयो भने त्यो नेमै उल्लेख गरिएको हुन्छ all risk coverage under all risk policy all losses are covered except those losses specifically excluded all risk coverage all risk policy all losses सबै प्रकारको पेरिलहरु यसमा उल्लेख भएको हुन्छ त्यसलाई हामीले all risk coverage भन्न सक्छौं add-on cover हो त भन्दाखेरि additional coverage is an endorsement of an original policy फर्स्टमा जुन ओरिजिनल पोलिसी दिएको हुन्छ अब त्यसमा add-on cover के गर्ने हरु के हामीले लिन सक्छौं त्यो एडिशनल प्रिमियम तिरेर हामीले add-on cover गर्न सक्छौं एडिशनल बेनिफिटहरु हामीले लिन सक्छौं यहाँ भनिएको छ additional coverage is an endorsement of an original policy that allows an individual or group of people other than the policyholder to be insured by the policy additional coverages are often called coverage extension यसलाई हामीले coverage extension पनि भन्न सक्छौं additional insured पनि भन्न सक्छौं extended coverage पनि भन्न सक्छौं
एक्जाम्पल हामीले हेर्दाखेरि कस्ट अफ रिराइटिङ डकुमेन्ट्स, न्यू लोकेसन कभर लगायतका एड अन कभरहरू हामीले लिन सक्छौँ एक्स्ट्रा प्रिमियम तिरेर। अब पोलिसीमा आउने अर्को एकदम इम्पोर्टेन्ट एक्सक्लुजन एक्सेप्सन्स, जुन कि सबै पोलिसीमा हामी हेर्न सक्छौँ। Exclusion and exceptions are peril, risk, subject matter, and other circumstances that are specifically stated as not covered in an insurance policy. Exclusion भित्र रहेका कुराहरू कभरेजमा आउँदैन, कभरेज हुँदैन, जसलाई हामी एक्सक्लुजन भन्छौँ। Exclusion are another basic part of the policy मा हुन्छ। दिज एक्सक्लुजन के हुन सक्छ त भन्दाखेरि तीनवटा टाइपमा, 3 टाइप्स, excluded perils, excluded losses, excluded property। एकचोटि फेरि excluded perils, excluded losses, excluded property, यो तीन खालको एक्सक्लुजनहरू जेनरली पोलिसीमा हामी हेर्न सक्छौँ। एक्सक्लुडेड perils के हो त अब भन्दाखेरि all policies exclude certain perils or cause of loss, जुन पेरिललाई एक्सक्लुड गरिएको हुन्छ, यो पेरिलबाट क्षति भयो भने पाइदैन। एक्जाम्पल, general exclusion in standard fire and special peril policy include loss, destruction, damage caused by war, invasion, of foreign enemy, nuclear fuel waste, earthquake, volcanic eruption, यो एउटा excluded peril अन्तर्गत आउँछ। Excluded losses, such fire losses, excluded losses मा के भन्छ भने such fire policy exclude loss for first 5% of claim subject to minimum 10,000, 10,000 रुपियाँसम्मको क्लेम नपाइन सक्छ, यति बराबरको लस एक्सक्लुड गर्यो हैन। इन रेस्पेक्ट अफ इच एन्ड एभ्री लस एराइजिङ आउट अफ एक्ट अफ गड, एक्ट अफ गड बाट भएको क्षतिको 10,000 रुपियाँसम्म, 5% अफ क्लेम अमाउन्ट सब्जेक्ट टु मिनिमम 10,000, या त 5%, यदि 5% 10,000 भन्दा कम हुँदो रहेछ भने पनि 10,000 रुपियाँसम्मको क्लेम नपाइन सक्छ। त्यो कुन पेरिलबाट, लाइटनिङ, स्टर्म, टेम्पेस्ट, फ्लड लगायतका जुन एक्ट अफ गडहरू हुन्छ त्यसबाट हुने लसेसहरू नपाइन सक्छ या एक्सक्लुजनमा पर्छ भन्ने हामी बुझ्न सक्छौँ। एक्सक्लुडेड प्रोपर्टी अर्को एक्सक्लुजन, such fire policy covers only land-based property, land-based property specified in the policy, but not any property on seas, समुद्रमा भएको property होइन, or rivers, or property in the air, यो प्रोपर्टीहरू कभरेज आउँदैन भन्न चाहिँ सक्छ। कुनै पोलिसीहरूमा यस्तो एक्सक्लुजन हुन सक्छ। It excludes losses to property insured if removed to any building or place other than in which it is stated to be insured except for the repair। भइरहेको भन्दा अर्कै ठाउँमा यदि लगिन्छ भने अर्कै ठाउँमा भएपछि त्यो एक्सक्लुजनमा पर्न सक्छ, कभरेज नहुन सक्छ भनेर हामी यसरी 3 खालको एक्सक्लुजनहरू हेर्न सक्छौं। एक्सक्लुजन स्पेसिफाइड इन अ पोलिसी आर टू, यो किन हुन्छ त भन्दाखेरि एसिस्ट इन म्यानेजमेन्ट अफ मोरल हजार्ड, मोरल हजार्डलाई म्यानेजमेन्ट गर्नको लागि यसले सहयोग गर्छ। एलिमिनेट कभर दैट रिक्वायर्स ए स्पेशल अन्डरराइटिङ कन्सिडरेसन, हैन, यिनीहरुलाई एलिमिनेट गर्छ हैन,
स्पेशल अन्डरराइटिङ भयो भने या भनौँ न अघि हामीले एड एन्ड कभर अन्तर्गत पढ्यौँ या कसैलाई दिनै पर्यो भने पनि यसलाई हामी त्यो स्पेशल अन्डरराइटिङ अन्तर्गत मात्रै हामी हेर्न सक्छौँ एलिमिनेट कभर द्याट इज एभाइलेबल अन्डर अनदर क्लास अफ इन्सुरेन्स अरू इन्सुरेन्समा कभरेज हुन सक्छ यो एलिमिनेट कभर फर रिस्क द्याट आर कन्सिडर्ड अनसुइटेबल फर द इन्सुरेन्स यो इन्सुरेन्स गरे भने अनसुइटेबल हुन सक्छ सुइटेबल नहुन सक्छ हैन एलिमिनेट लसेस द्याट मे बी इनएभाइटेबल यो हुने नै खालको हुन्छ अनफोर्सियस अर अनएक्सप्लेन्ड यस्तो खालको लसेसहरू जेनरली एक्सक्लुजनमा राख्ने गरिएको हुन्छ हामीले सम्पत्ति बीमा निर्देशिका 2080 को परिच्छेद 3 को अपवाद यदि हामीले हेर्यौं भने त्यहाँ हामी पाउन सक्छौं आनुषंगिक क्षति कन्सिक्वेन्शियल लसेस यन्त्र उपकरणको टुटफुट विद्युतीय उपकरण कम्प्युटरमा भएको सूचना तथा तथ्याङ्क अधिकार प्राप्त निकायबाट गरिएको क्षति देहायको कारणबाट भएको चोरी देहायको कारणबाट भएको दुर्घटना विकिरण युक्त पदार्थ वा आणविक रासायनिक वा जैविक हतियारबाट भएको क्षति युद्ध सरहको अवस्था तेस्रो पक्षको क्षति अन्य क्षति यस्तो यस्तो क्षतिहरू अपवादमा उल्लेख गरिएको छ हाम्रो सम्पत्ति बीमा निर्देशिका अन्तर्गत अब शेड्युल हामीले हेर्नुपर्छ शेड्युल भ्यारिज अकर्डिङ टु द क्लास अर बिजनेस बट इट विल इन्क्लुड द फलोइङ डाटा जहाँसम्म हामीले शेड्युल हेर्यो भने विभिन्न खालका पोलिसीहरूको फरक फरक हुन सक्छ तर मिनिमम कुरा के भन्दाखेरि policy number, date of issue, insured name and address, agency, period of insurance, risk covered, the property insured, situation of the property insured, sum insured, clauses, special provisions applying, warranties applicable, endorsement issued, authorized signature लगायतका कुराहरू हामी शेड्युलमा पाउन सक्छौं कन्डिशन्स अब प्रत्येक पोलिसीमा कन्डिशन्सहरू हुन्छ The condition section states the ground rules for the policy. It describes the responsibility of both the insurer and the insured. Insurer को पनि responsibility के दिएको हुन्छ भने insurer को insured को पनि responsibility त्यो conditions अन्तर्गत दिएको हुन्छ. The condition printed in the policy are called express conditions. जुन कन्डिसन्सहरू पोलिसीमा प्रिन्ट गरिएको हुन्छ त्यसलाई हामी एक्सप्रेस कन्डिसन्स भन्छौं जस्तै एक्सक्लुजन वारन्टीज अल्ट्रेसन आर्बिट्रेसन सबरोगेसन क्लेम नोटिफिकेसन पोलिसी क्यान्सलेसन लगायतका कुराहरू के हुन्छ त एक्सप्रेस कन्डिसन्स दे रेगुलेट द पोलिसी कन्ट्र्याक्ट यो एक्सप्रेस कन्डिसन्स हुन्छ भने कन्डिसन्स implied there are also some implied conditions which apply but do not appear in the policy document. Apply त हुन्छ तर त्यो पोलिसीमा लिखित नहुन सक्छ त्यो पोलिसीमा नलेखिएको हुन सक्छ तर एप्लिकेबल चाहिँ हुन्छ इन्सर्बल इन्ट्रेस्ट utmost good faith existence of subject matter identity of subject matter proof of ownership and legality of contract यो कुराहरुको नलेखिए तापनि यो कुराहरु एप्लाई चाहिँ हरेक पोलिसीमा हुन्छ अब conditions with the expressed are implied अघि हामीले हेर्यौं express conditions र implied conditions express conditions हामीले लेखिएकोलाई मान्यो भने implied conditions नलेखिएको पनि हुन सक्छ तर लागू चाहिँ हुन्छ भनेर हामीले हेर्यौं अब यो सबै कन्डिसन्सहरुलाई हामीले ग्रुपिजम गर्ने हो ग्रुपमा राख्ने हो भने तीनवटा ग्रुपमा हामीले हेर्न सक्छौं कन्डिसन्स प्रेसिडेन्ट टु द पोलिसी कन्डिसन्स सब्सिक्वेन्ट टु द पोलिसी कन्डिसन्स प्रेसिडेन्ट टु द लायबिलिटी यो तीनवटा कन्डिसन्सहरु भित्र सबै कन्डिसन्सहरु पर्ने हुन्छ Conditions precedent to the policy. These are conditions which must be fulfilled before the contract can become valid.
के यस्ता कन्डिसन्सहरु हुन्छ जुन यदि फुलफिल भएन भने त्यो पोलिसी भ्यालिड नहुन सक्छ, भ्यालिड हुँदैन। त्यसकारण कुनै पनि पोलिसी भ्यालिड हुनको लागि त्यो भन्दा अगाडिको केही कन्डिसन्सहरु हुन्छ फुलफिल गर्नुपर्ने, जुन फुलफिल गरियो भने मात्र त्यो पोलिसी भ्यालिड हुन्छ। जस्तै इम्प्लाइड कन्डिसन्स अफ अटमोस्ट गुड फेथ, हामीले पोलिसी लिनलाई विभिन्न जुन विवरणहरु दिन्छौं, यदि त्यो झुटा विवरण हामीले दियौं भने त्यो पोलिसी भ्यालिड नहुन सक्छ। त्यसकारण प्रेसिडेन्ट टु द पोलिसी, पोलिसी भन्दा अगाडिको कन्डिसन्सलाई हामी भन्न सक्छौं। रिक्वायरिङ दैट all material facts must be disclosed during the negotiation leading to the contract. जति पनि मुख्य विवरणहरु हुन्छ, तथ्यगत विवरणहरु हुन्छ, त्यो एकदम सही सत्य हामीले दिनुपर्छ इन्स्योरेन्स गर्ने बेलामा, नभए त भ्यालिड हुँदैन कन्ट्र्याक्ट। If such conditions are not complied with, there is a doubt as to the validity of the entire contract. यदि त्यस्ता शर्तहरु यदि पूरा गरिएन भने entire contract valid नहुन सक्छ। Conditions subsequent to the policy, केही कन्डिसन्सहरु हुन्छ जुन पोलिसी लिइसकेपछि पालना गर्नै पर्ने हुन्छ। There are conditions which must be fulfilled if the contract is to continue. यदि त्यो पोलिसी कन्टिन्यू गर्नु छ भने केही कन्डिसन्सहरु फुलफिल गर्नै पर्ने हुन्छ, once it becomes binding. For example, under a personal accident insurance policy, the insured is required to inform the insurer of any changes in his occupation during the period of insurance. During the period of insurance, यदि कुनै व्यक्तिको आफ्नो पर्सनल इन्फर्मेसन, अकुपेसन यदि चेन्जेस हुन्छ भने त्यसले इन्फर्म गर्नुपर्छ, त्यो व्यक्तिले इन्फर्म गर्नुपर्छ इन्स्योरेन्स कम्पनीमा भनेर त्यो हुन सक्छ कन्डिसन सब्सिक्वेन्ट टु द पोलिसी अन्तर्गत। अब कन्डिसन प्रेसिडेन्ट टु द लायबिलिटी, लायबिलिटी प्रेसिडेन्ट टु द लायबिलिटी, लायबिलिटी एराइज हुनु भन्दा अगाडिको केही कन्डिसन्सहरु फुलफिल हुनै पर्छ। इन्स्योरेन्स कम्पनीले जुन आफ्नो लायबिलिटी फुलफिल गर्छ, त्यो लायबिलिटी फुलफिल गर्नु भन्दा अगाडि केही कन्डिसन्सहरु जुन कि पूरा गर्नुपर्ने हुन्छ। जस्तै there are conditions which must be fulfilled before the insured is legally entitled to recover a claim. Insured ले क्लेम पाउनलाई केही कन्डिसन्सहरु फुलफिल गर्नुपर्छ। जस्तै the insured is required to notify the insurer within a specified notification period when a loss occurs under the policy. त्यो पोलिसी अन्तर्गत यदि कुनै क्लेम पर्छ भने त्यो क्लेम को जानकारी तोकिएको समय भित्र, रिजनेबल समय भित्र इन्स्योरेन्स कम्पनीलाई जानकारी गराउनु पर्छ भनेर उल्लेख गरिएको कन्डिसन्स फुलफिल गर्नुपर्छ। फेलियर टु कम्प्लाई मे प्रेजुडाइज द इन्स्योरर्स डिसिजन टु पे एन्ड द अमाउन्ट टु बी पेड। यदि इन्फर्मेसन दिनुपर्ने, इन्टिमेसन गर्नुपर्ने कन्डिसन्स फुलफिल गरेनौ भने इन्स्योरेन्स कम्पनीले क्लेम नदिन सक्छ भनेर हामी हेर्न सक्छौं। वारन्टीज, अब हामीले वारन्टीज पनि हेर्नै पर्ने हुन्छ। A warranty is undertaking by the insured that certain state of affairs, एकदम राम्ररी यसलाई हेर्नुहोस्, certain state of affairs will or will not continue, will or will not continue, or that something shall or shall not be done throughout the duration of the insurance contract. Insurance को period भित्र, period सम्म जुन केही कन्डिसन्सहरु छ त्यो कुनै अवस्थाहरु त्यो जस्ताको त्यस्तै रहन्छ, यसमा कुनै पनि परिवर्तन आउने छैन, या यो अवस्था हामीले कन्टिन्यू गर्ने छौं भन्ने जुन उल्लेख भएको हुन्छ त्यसलाई हामी वारन्टी भन्न सक्छौं। वारन्टी दुई प्रकारको, सिम्पली डिनोट द स्कोप अफ द कभर र अर्को प्रिमाइजरी इन द नेचर, प्रिमाइजरी इन द नेचर हैन। अब यो वारन्टी के हो त भन्दाखेरि हामीले हेर्यौं भने they are usually imposed to ensure that some forms of good housekeeping, good housekeeping हामीले राम्रोसँग हाउसकीपिङ गर्न सक्छौं, good management is observed हैन, हामीले म्यानेजमेन्ट हामी राम्रोसँग राख्छौं यो घरको। एक्जाम्पल, in burglary insurance
all doors are properly locked. बर्गलरी इन्सुरेन्स अन्तर्गत हामीले सबै ढोकाहरू राम्रोसँग बन्द भएको अवस्था हुनेछ भनेर एउटा वारेन्टी दिएको हुन सक्छ। इन्ट्रोडक्ट alarm system is in good working order, हैन, in good working order। एलार्म सिस्टम जुन छ जबसम्म यो पोलिसी रहन्छ तबसम्म यो एलार्म सिस्टम पनि राम्रोसँग काम गर्ने अवस्थामा रहन्छ भन्ने वारेन्टी गरिएको हुन सक्छ। फीचर्स अफ हायर रिस्क आर नट इन्ट्रोड्युस्ड विदाउट द इन्स्योरर्स नलेज। अब कुनै घर हामीले इन्स्योरेन्स गर्यौं भने अब यसमा हायर रिस्क हुने कुराहरू इन्स्योरेन्स कम्पनीको जानकारी बिना हामी राख्दैनौं भन्ने पनि वारेन्टी हुन सक्छ। इन फायर इन्स्योरेन्स नो फ्लेमेबल केमिकल्स आर स्टोर्ड इन द प्रेमिसेस। त्यो प्रेमिसेस भित्र कुनै पनि फ्लेमेबल कुराहरू हामी राख्ने छैनौं भन्ने पनि वारेन्टी हुन सक्छ। वारेन्टी can also be classified as implied warranty, express warranty. Those that do not appear in the policy but are understood to automatically apply in the contract of the insurance. एक्सप्रेस नभए पनि नलेखे तापनि एप्लाई चाहिँ हुन्छ। एक्सप्रेस वारेन्टी दोज दैट आर रिटेन इन द इन्स्योरेन्स कन्ट्र्याक्ट। त्यो रिटेनलाई हामी अप्लाई एक्सप्रेस भन्न सक्छौं हैन। सिग्नेचर और एटेस्टेसन क्लज। अब सिग्नेचर और एटेस्टेसन क्लजमा हामीले के त This is usually signed by an authorized officer. इन्स्योरेन्स कम्पनीको अथराइज व्यक्तिले सिग्नेचर गर्छ इन्स्योरेन्स पोलिसी अन्तर्गत। and this binds the insurer to the insurance contract. यो सिग्नेचर अथराइज सिग्नेचर हुन्छ, स्टाम्प लगाइन्छ हैन। अब इन्डोर्समेन्ट के हो त भन्ने पनि हामीले हेर्नुपर्छ। जब पोलिसी डकुमेन्ट्सहरु हामी कुरा गर्छौं भने इन्डोर्समेन्ट पनि हामीले कुरा गर्नै पर्ने हुन्छ। Since everyone's circumstances are different, people often wish to make changes to a standard version of the policy. सधैं एकै नासको समय या अवस्था रहँदैन, एकै खालको सबै विवरणहरु रहँदैन। यदि रहेन भने या परिवर्तन गर्नु पर्यो भने as the things change, existing policies sometimes need to be modified. यदि कुनै परिवर्तन आयो भने त्यो मोडिफाई गर्नुपर्छ एक्जिस्टिङ पोलिसीलाई। हामीले मोटर बीमा दर सम्बन्धी निर्देशिका 2073 लाई हेर्ने हो भने सम्पुष्टि इन्डोर्समेन्ट भन्नाले के भन्छ त हेरौं न एकचोटी। बीमा लेखमा उल्लेखित शर्त तथा सुविधामा आवश्यकता अनुसार थपघट गर्न बीमा लेखको एक अंगको रूपमा रहने बीमा लेखसँग संलग्न यस निर्देशिका बमोजिमको थप लिखत सम्झनु पर्छ। के भन्यो? उल्लेखित शर्त तथा सुविधामा आवश्यकता अनुसार थपघट गर्नु परेमा बीमा लेखको एक अंगको रूपमा रहने बीमा लेखसँग संलग्न यस निर्देशिका बमोजिमको थप लिखत सम्झनु पर्छ। थप लिखत इन्डोर्समेन्ट, यसलाई सम्पुष्टि हामी नेपालीमा भन्न सक्छौं। एन्डोर्समेन्ट एक्जाम्पल अफ सर्कमस्टान्सेस दैट नेसेसिटेट्स एन्डोर्समेन्ट। कस्तो कस्तो अवस्थामा इन्डोर्समेन्ट हुन्छ त भन्दाखेरि चेन्ज इन सम इन्स्योर्ड, कहिलेकाहीँ सम इन्स्योर्ड बीमाको रकम परिवर्तन गर्नुपर्ने हुन सक्छ। चेन्ज इन द इन्ट्रेस्टेड पार्टी अर इन्सुरेबल इन्ट्रेस्ट, कहिलेकाहीँ कुनै व्यक्ति परिवर्तन हुन सक्छ। एउटाको गाडी अर्कोलाई बेच्यो भने पनि इन्सुरेबल इन्ट्रेस्ट चेन्ज हुन्छ, त्यस्तोमा पनि सम्पुष्टि जारी गर्नुपर्छ। चेन्ज इन द फिजिकल रिस्क, लोकेसन, अकुपेसन। चेन्ज इन एड्रेस, extension or change of the period of the insurance, cancellation of insurance, deletion of an exclusion, correction of data such as spelling error or error of the description लगायतका कुराहरू भयो भने हामी इन्डोर्समेन्ट जारी गर्नुपर्छ, सम्पुष्टि जारी गर्नुपर्छ भन्ने हामी बुझ्न सक्छौं। हामीले एउटा एकदम इम्पोर्टेन्ट डिसिजन भवरलाल अटल
विरुद्ध ओरिएन्टल इन्सुरेन्स कम्पनी, यो 2069 सालको हो। धेरै इम्पोर्टेन्ट मलाई लागेकोले मैले यहाँ राख्ने प्रयास गरेको छु। बिमा लेखको अवधि समाप्त हुनुभन्दा 16 दिन अगाडि बाढी तथा जलमग्नता जोखिम थप गरी इन्डोर्समेन्ट गरियो। बिमा शुल्क बुझाएकै मितिमा आएको बाढी तथा जलमग्नताको कारणले उद्योगमा क्षति भएको भनी दाबी परेको देखियो। बिमा लेखको व्यवस्था हेर्दा जोखिम थप गरी सम्पुष्टि जारी भएको अवस्थामा त्यस्तो थप गरिएको जोखिमको कारणबाट 7 दिनभित्र उत्पन्न हुने क्षतिको सुरक्षण गरिएको समेत देखिएन। इन्डोर्समेन्ट जारी गर्दाखेरि के गरियो भने इन्डोर्समेन्ट जारी भएको मितिले 7 दिनसम्म कुनै पनि क्षति यो इन्डोर्समेन्टले कभरेज गर्दैन भन्ने कुरो गरियो। यसरी बाढी आउने सम्भावना भएपछि जोखिम थप गर्न प्रस्ताव गरिएको साथै बिमा शुल्क भुक्तानी गरेकै दिन जब बाढी आउँछ, अब यो प्रोपर्टी ड्यामेज गर्छ भन्ने देखेपछि तुरुन्त सोही दिन इन्डोर्समेन्ट गरियो, बिमा शुल्क तिरियो हैन। 3/16 मा बाढी तथा जलमग्नताको कारणले क्षति भएको देखिदा बिमितले आफूलाई थाहा भएको सत्य तथ्य बेहोरा लुकाई बिमाबाट फाइदा लिने मनसायले बिमा लेखमा जोखिम थप गराई बिमा दाबी गरेको कार्य बिमाका आधारभूत सिद्धान्त विपरीत भएको देखियो। यसरी प्रस्तुत दाबीमा माथि उल्लेखित विवरण समेतको आधारमा सम्पुष्टि जारी भएको मितिले 7 दिनभित्र नोक्सानी भएको अवस्थामा बिमा लेखको शर्त बमोजिम दाबी भुक्तानी गर्नु नपर्ने भन्ने बिमकको भनाइले अन्यथा भन्न मिल्ने देखिएन भनेर यहाँ फैसला गरेको छ। सम्पुष्टि जारी गर्दा त्यो कुराहरू विचार गर्नुपर्छ भन्ने हिसाबले मैले यो राख्ने प्रयास गरेँ। अब आउँछ रिन्युअल नोटिस, एक्सपायरी नोटिस। रिन्युअल नोटिस जसलाई हामीले usually a month or so before a policy expires, policy expire हुनुभन्दा 1 महिना अगाडि the insured receives a renewal notice, बिमितले पाउँछ नवीकरण सूचना, also known as or an expiry notice पनि यसलाई भन्छ, reminding the insured that the policy is due to expire and the existing terms are usually specified, हैन। अब यो पोलिसी 1 महिनाभित्र तपाईको सकिन लागेको हो, त्यसकारण आउनुस् यो नवीकरण सूचनाको आधारमा नवीकरण गराउनुस् भनेर रिन्युअल नोटिस अर एक्सपायरी नोटिस दिने गरेको हुन्छ। इन्फर्मेसन इन रिन्युअल नोटिसमा के कुराहरू हुन्छ? इन्स्योर्ड नेम, पोलिसी नम्बर, एक्सपायरी डेट, पिरियड अफ इन्स्योरेन्स, सम इन्स्योर्ड, रिन्युअल प्रिमियम, एक्जिस्टिङ ब्रिफ डिस्क्रिप्सन्सहरू यसमा हुन्छ। A renewal notice is not a legal requirement and the insurer has the option whether or not to send it. यो legal requirement चाहिँ होइन, तर पनि इन्सुररको अप्सनमा यो दिन पनि सकिन्छ नदिन पनि सकिन्छ। However, business efficiency normally dictates that it should be sent to the insured. तर बिजनेसको लागि सम्बन्ध राम्रो बनाउनको लागि यो हामीले दिनै पर्ने हुन्छ। हामीले रिन्युअल नोटिस दियौं भने बल्ल त्यो नोटिसको आधारमा रिन्यु गराउन आउँछ। मोटर बिमा दर सम्बन्धी निर्देशिका 2073 मा नवीकरणको सूचना जारी गर्नुपर्ने भनेर यहाँ उल्लेख गरिएको छ। बिमकले बिमा लेख नवीकरण गर्ने वा नगर्ने कुराको सूचना त्यस्तो बिमा लेखको अवधि समाप्त हुनु 1 महिना अगावै जारी गर्नुपर्छ। उक्त सूचनामा आगामी बिमा अवधिका लागि हुनुपर्ने घोषित मूल्य सम इन्स्योर्ड, सो बमोजिम लाग्ने बिमा शुल्क प्रिमियम र अघिल्लो वर्षमा सूचित गरिएका दाबी वा चालू वर्षमा दाबी नगरे बापत पाउने छुट समेत खुलाउनु पर्ने हुन्छ। रिन्युअल नोटिसमा सम इन्स्योर्ड, प्रिमियम, नो क्लेम डिस्काउन्ट लगायतका कुराहरू खुलाएर दिनुपर्छ भनेर मोटर बिमा दर सम्बन्धी निर्देशिका 2073 मा दिएको छ। एउटा केस अझै हामीले एकदम इम्पोर्टेन्ट, टुङ्गराज पाठक, यो 2060 सालको हो। यस प्रकार मिसेल संलग्न सम्पूर्ण कागजातहरू अध्ययनबाट 2059 9/12 का दिन बम विस्फोटन भई घर क्षति भएकोमा कुनै विवाद नभयो। बम विस्फोटन भयो, घर क्षति भयो। प्रस्तुत बिमा दाबी सम्बन्धी मुद्दामा बिमा लेखको अवधि 59/3/23 मा समाप्त भएको तथा दुर्घटना 9/12 मा भन्नाले 6 महिना पछि
पश्चात नवीकरण गर्न बिमा शुल्क भुक्तानी भएको देखियो। यसरी नवीकरण गर्दा बिमकले नवीकरण सम्पुष्टिमा वारेन्टेड सेफ अन डेट उल्लेख गरेर मात्र नवीकरण गरेको पाइयो। सेफ्टीको लागि वारेन्टेड सेफ अन डेट राखेर नवीकरण गरियो। बिमा व्यवसायको सर्वमान्य परम सद्विश्वासको सिद्धान्त तथा सम्भावित जोखिम विरुद्ध मात्र बिमा हुने व्यवस्था विपरीत दुर्घटना भई क्षति भएपछि सो क्षतिको बारेमा बिमकलाई कुनै सूचना नदिई निवेदकले बिमा लेख नवीकरण गरेको देखियो। साथै क्षति हुनु पूर्व नै बिमा शुल्क भुक्तानी गरिएको थियो भनी निवेदकबाट कुनै प्रमाण पेश भएको समेत पाइएन। उपरोक्त अवस्था समेतबाट बिमकले वारेन्टेड सेफ अन डेट भनी नवीकरण मितिसम्म उक्त घर क्षति नभएको अवस्थामा मात्र लागू हुने गरी बिमा लेख नवीकरण गरिदिएको हुँदा बिमा दाबी पुग्न नसक्ने भन्ने बिमकको भनाइलाई अन्यथा मिल्न देखिएन भनेर फैसला भएको छ। रिन्युअल सर्टिफिकेट के हो त अब त्यो पनि हामीले हेर्नु पर्यो। रिन्युअल सर्टिफिकेटमा विभिन्न कुराहरू हुन्छन्। इन्स्योर्ड नेम, पोलिसी नम्बर, पिरियड अफ इन्सुरेन्स, एजेन्सी अकाउन्ट नम्बर, डेट अफ इस्यु, इन्ट्रेस्ट इन्स्योर्ड, सम इन्स्योर्ड, प्रिमियम, सिग्नेचर अफ द अथराइज्ड अफिसर अफ द कम्पनी लगायतका कुराहरू हामी रिन्युअल सर्टिफिकेटमा हेर्न सक्छौँ। हस् त, धन्यवाद।